अभी यति सानो गमलामा पनि एउटा दाना लागेछ। यो कुन कटहरको बिरुवा होला यति सानोमै फल्ने? यो चाहिँ भियतनामिज कटहर हो। यति सानो, कति इन्ची पट छ यो? 8 इन्ची गमलामा यति होचो बिरुवा, 12 मासे भियतनामिज कटहर। दाना त लाग्यो तर मख पर्न भएन, खुसी पनि हुन भएन। किनभने दाना लाग्यो भन्दैमा तपाईँले दानालाई बरु निकालेर फाल्दिने, चुडेर फाल्दिनुहोस्। फुल फुल्न दिनुहोस्, चुडेर फाल्नु। धेरै बिरुवामा, आँपमा भयो, लिचीमा भयो, रोपेको अर्को साल 1 दाना 2 दाना लाग्यो भन्दैमा मख चाहिँ पर्नुहोस् तर दाना नपाल्नुहोस्, यसले बोट बढ्न दिँदैन। त्यही भएर यसलाई चुडेर फालिदिनु नै बेस हुन्छ। यसरी चिचिलामै चुडेर, अलिक ढिलो चिचिला चुडे मैले, यो चिचिलामै चुडिदिनुहोस् ताकि यो बोटको मजाले विकास हुनेछ। तपाईँले यति कुरामा, हरेक फलको बिरुवामा, आँप होस्, अरू लिची होस्, अरू विभिन्न फलहरूमा, स्याउहरूमा रोपेकै अर्को वर्ष फल खाने प्रयत्न नगर्नु होला। बरु 1 वर्ष चुड्नुहोस्, अझ अर्को वर्ष पनि फल लाग्दा चुड्दिनुहोस्। तेस्रो वर्षदेखि अनि वरिपरि बसेर परिवार रमाएर फल खानु होला। धन्यवाद।